हेलो एभ्रिवान। हजुरहरूले दिदी हजुरको पसलको सिक्रीको डिजाइन राखिदिनुस् न, राम्रोसँग छुट्याएर हेर्न पनि मिलेन, लकेटहरू पनि भन्नुभएको छ। मैले चाहिँ यो 1 तोला 1.5 तोला 2 तोला देखिने खालको सिक्री चट्ट मोतीको प्योर पञ्चधातुमा मोतीको लकेट, लौकी पानको पात भएको लकेटहरू हालेर चट्ट सजाएको छु। हजुरहरूलाई जुन मनपर्छ चट्ट हजुरले स्क्रिनसट गरेर अनि टिक लगाएर मलाई पठाउन सजिलो होस् भनेर मैले यसरी भिडियो बनाइदिएको छु हैन। अब तपाईहरुलाई चाहिँ लकेट मन नपरे अर्को लकेट चेन्ज गर्न पनि पाउनुहुन्छ हैन। लकेटै चाहिदैन सिक्री मात्रै भन्न पनि मिल्छ। तपाईलाई 1 तोलादेखि 5 तोलासम्मको देखिने खालको सिक्री मसँग एभाइलेबल भइसकेको छ। कुन चाहिँ नि मनपर्छ हजुरहरूले चट्ट मलाई स्क्रिनसट गरेर पठाउनुस् है त। यो अल ओभर डेलिभरीको सुविधा पनि छ। म बाहिर हुँदा डेलिभरी बन्द थियो, अहिले चाहिँ फेरि सुचारु भइसकेको छ। मैले चाहिँ यो भिडियोमा चाहिँ मैले सिक्रीको डिजाइन मात्रै राखिदिएको छु है। मसँग कुन सिक्री कुन लकेट कस्तो लकेट त अब त्यहाँ देखाएर साध्य नै छैन, कति छ कति कुन जस्तो डिजाइनको पनि छ। सिक्री भने मसँग भएको डिजाइन यही हो है साथीहरु। यसमा चाहिँ चट्ट चारपाटे पाटा परेको हातले सिलाइ गरेको जस्तो खोजे पनि छ। हजुरहरूलाई मन पर्न पर्यो चट्ट टिक लगाएर पठाउनुस् हैन। अनि अथवा नजिक हुनुहुन्छ भने चाहिँ पसलमा आएर रोजेर लगाएर हैन, आफूले ऐना हेरेर सबै गरेर लान पाउनुहुन्छ। नजिकको साथीहरु पसलमा वेलकम छ, टाढाको साथीहरुले चाहिँ मगाउन मिल्छ है त। अल ओभर डेलिभरीको सुविधा पनि छ। धन्यवाद।